So what's up guys, welcome back to my vlog. त्यसपछि आज हामी जाँदैछौँ कहाँ अरे वनतिर जाँदैछौँ अनि त्यसपछि मेरो साथमा चाहिँ मेरो भाइ अनि अर्को अनि ठुलो भाइ छ होइन। त्यसपछि आज हामी चाहिँ वनतिर अनि भैँसी चराउनु त हो, भैँसी चराउनु जानु लाग्यो नि। अनि हामीहरू चाहिँ भैँसी चराउनु जाँदैछौँ। अनि त्यसपछि त्यही हो। अब यहाँको हेर्नुहोस् भ्यू चाहिँ यस्तो बवाल छ नि, हेर्नुहोस् त भ्यू हेर्नुहोस् न पहिला, पाउनु त बवाल छ यो भ्यू। अनि त्यसैले हामी अब जाँदैछौँ माथि, माथिको भ्यू तपाईँले देखाउने प्रयास गर्ने छु। त्यसैले मेरो युट्युब च्यानललाई तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु न हार्दिक अनुरोध गाइज। अनि हामी यहाँ पुगिसकेका छौँ माथि हाम्रो गोठतिर। अनि त्यसपछि यहाँ हामी चाहिँ यहाँ भैँसी चराउनु लागेका छौँ। अनि ऊ त्यहाँ चाहिँ हाम्रो सिमी आधा गोडेको छ, त भैँसी तल गएको छ गाइज, जानुपर्छ त्यसलाई माथि फर्काउन गाइज। चल हाम्रो यहाँ भैँसी कस्तो भनेन भने कोहीले। हेर्नुहोस् यो मेरो भाइले त भैँसीलाई पनि छोड्दैन क्या। ए गर्थ्यो त फेरि अघि के गरेको थिइस् हेर्नु त यो भैँसीसँग लड्दै त एकचोटि हेर्नु त ल के काम गरिरहेको छ यसले। यस्तो हावा छ मान्छे हो, फेरि खतरा चाहिँ एउटा हाम फाल्यो भने नि हाम फालिदिन्छ है नखालिस। फेरि अब हामी गाउँबाट अनि त्यसपछि भैँसीलाई गीत सिमी गोडेर घर फर्किरहेका छौँ। यो चाहिँ के गरेर ठुला कोदोको नल, यो हामी गुलियो हुन्छ क्या लास्ट। अनि यो हामी चलाउँदै हिँडिरहेको छौँ। अब हामी घर पुग्न पनि गइसक्यौँ। अनि आजको लागि यति नै, अब अर्को भ्लगमा भेटौँला। ओके बाई।